Hello guys, welcome back to my channel. This is the fourth day at Butol. अनि हामी चाहिँ मेरो छोरा यहाँ त सिम्न अब चाहिँ हामीहरु चाहिँ हामी कहाँ जान लागेको वनवाटिका घुम्न जान लागेको अनि पहिला चाहिँ हामी साइकल चलाउँछ अब म साइकल चलाउन गए म चाहिँ साइकल चलाउन लागेको छिटो आउन सिम्ना म एक्लै कहाँ जाने र साइकल चलाएर सरररा मोटर चढेर साइकल चला डर लाग्छ यस्तो साइकल चला हाल्नु नि त त्यो कपाल यत्रो माथि यत्रो खोल्यो केटकेटी जस्तो देखिरह सबैले साइकल चलाउनलाई साइकल चलाएर जागे तिनीहरू पोखरा हामी टेम्पोमा चढ्यौं अब जान लागेको हामी हजुर के बाबु हामी हिँडे छिक्किन होला नराम्रो मान्छेले हिँडेको करेन्टहरु पनि हाल्यो मैले त वनवाटिका आइपुग्नै लाए आस्मिक चाहिँ यहाँ आइबस्छ हावा खाँदै हेर्दै हिँड्दै हुनुहुन्छ खेलौँ न पहिला वनवाटिका पनि खेल्ने कुरा छ कस्तो बनाएको ल खेल्ने खेलौँ ल आइपुग्यौँ वनवाटिका ल आवी हामी चाहिँ भित्र पस्यौँ यहाँभित्र त यस्तो डाइनोसरहरू पनि रहेछ अहिले यहाँ लास्टमा पनि क्यामलहरू रहेछ यहाँ अहिलेसम्म घुमेकोहरू ठाउँहरू सबै वर्थ इट नै हो होइन बाबु चाहिँ अगाडि अगाडि हिँड्नु भएर अभी 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 गुजी आयो है बिस्तारै बिस्तारै बाबु बिस्तारै अरू पनि रहेछ यहाँ ढुङ्गा रोटेपिङ यिनीहरू रहेछ तर गर्मी चाहिँ साह्रै अगाडि हेर्नुहोस् न बाबुले आस्पिक चाहिँ खुब रमाउनु भयो कस्तो राम्रो छ हामी चाहिँ थाक्यौँ त्यो आस्पिकले हामीलाई थकाउनु भयो त्यहाँ भ्यागु त भएको टिम जाने क्या फ्रक भएको टिम जाने रे हुन्न ओ त्यहाँ पाण्डामा चढ्ने हामी त्यहाँ अगाडि पाण्डा रहेछ त्यहाँ चढ्नु मिल्छ मिल्दैन हेरेर त्यहाँ चढ्नु पर्यो ओ त्यस्तो राम्रो रहेछ वनवाटिका कहाँ चढ्नु भएको फेरि यिनी चढेको देखेर हेर्नु ल त्यहाँ ल अब यो चाहिँ लास्ट हो हाम्रो घुम्ने त्यसपछि हामी यो घुमेपछि डाइरेक्ट घर लाग्छौँ पोखरा आजसँग 4 दिन भयो हामी घुमेको फर्स्ट डे चितवन सेकेन्ड डे बुटोल अनि होइन होइन ए यस्तो रहेछ नि त त्यस्तो रहेछ नि त पाण्डा त पाण्डा गाडी पाण्डा गाडी रहेछ नि आउनु भयो अनि चाहिँ यहाँ ऱ्याबिटहरू रहेछ यहाँ ए बेबी व्हाइट ऱ्याबिट ब्ल्याक ऱ्याबिट हेर्नु न यहाँ ग्रे ऱ्याबिट यसले देखेकै छैन हेरे भए पो देख्छ
कहाँ गिद्ध हो सोध्नु न कति लिन्छ भन्नु Oh my god. कस्तो डर लाग्दै Oh my god. अर्को पनि रहेछ त्यहाँ अर्को चाहिँ यहाँ रहेछ Oh my god. मुसीको रहेछ कहाँ पुग्नु भयो आएको छ हाम्रो साथीहरू वनवाटिका कस्तो राम्रो यहाँबाट बल्ल नजिकबाट देखे बल्ल उस भयो है सौरा त टाढा टाढा केटी पिकअप रहेछ अनि यो चाहिँ केटा यहाँ छ बन्दर मेरो छोराको साथी बेस्ट फ्रेन्ड भाइको साथी मङ्की यसलाई के त्यस्तो देखाइदैन हेर्छ कि बाई बाई यता आश्विक बाबु बाई बाई कस्तो राम्रो अरिङ्गल छ अरे अरिङ्गल कहाँ 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 त्यो चाहिँ कति मोटो हेर त उता ओ माई गॉड कभी हैन त माथि माथि चढ्न लाहा कति लामो घोडा चढेर भ्याइसक्यौँ कस्तो लाग्यो रमाइलो लाग्यो म त डराएर थाकेर यहाँ पसिरहेर आइसक्यो घोडा चढेर अब हामी चाहिँ के गेम खेल्न जाने जाऊँ बेबी कहाँ चढ्न गएको सानो डुङ्गा खेल्ने त्यहाँ ए होइन 100 200 टिकटको आउनु है ल्याउनु है पैसा लु खै खेल्दै खेल्दैन सक्दिन भन न नाना गयो अरे के आशिषलाई जिस्काएको हो के नखेल्ने वा हेर्नु त्यही पल्टेर ऊ त्यही खेल्ने रे अनि जम्पिङ जम्पिङ गर्दै
आफै गरेको त्यस्तो वाउ आफैहरु के पल्टिने त बोलेको त सजिलो देख्छ आयो बच्चाहरूले चप्पल लाउँदै हुनुहुन्छ वाउ रमाउनु भयो पैसा तिर्नुपर्छ पिङहरू सिकुटीहरू खेल्न ओहो पिङ त छोरा त उहाँ पुगिसक्नु भयो पिङ खेल्न आशिष मामासँग भाउजू चाहिँ पिङ खेलेर ओहो ऊ जानेर अगाडि हेर्न बाटो नि हामी चाहिँ घर जान लागेको ब्याक टु होम म्याउ म्याउ त के हो रातै भइसक्नु भयो के गर्नु भएको नि राम्रो मान्छेले यताको बाटोहरू कस्तो डरलाग्दो अन्त बाइकमा हो बेसरी घुमियो है रमाइलो